आज मेरो भान्सामा चाहिँ एकदम हेल्दी खाजा बनेको छ अनि मैले चाहिँ हजुरहरूलाई पनि त्यो हेल्दी खाजाको रेसिपी देखाउन चाहे। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। अहिले चाहिँ चुकन्दर र ओट्सको रोटी बनाउन लागेको छु। सबैभन्दा पहिला चुकन्दरलाई चाहिँ कटिङ गरेर मिक्सरमा राखिदिने अनि थोरै पानी राखेर त्यसलाई मसिनो हुने गरी पिस्दिने। त्यसपछि मैले फेरि मिक्सरमा 1 कप जति ओट्सलाई लिएँ अनि त्यसमा थोरै सुजी पनि राखिदिएँ अनि त्यसलाई पनि एकदम मसिनो हुने गरी पिस्दिने। अब त्यो पिसेको ओट्सको पाउडरलाई चाहिँ एउटा भाँडामा राखेर त्यसमा नुन र अनि थोरै जिरा राखिदिने अनि त्यो अघि बनेको पेस्टलाई त्यसैमा हालिदिने। यसलाई पानी पनि धेरै चाहिँदैन, त्यो पेस्टमै पानी धेरै हुन्छ नि त, त्यही भएर अनि मजाले अब कति पानी चाहिन्छ थोरै पानी राख्दै मजाले त्यसलाई मिक्स गर्ने। अनि त्यो पेस्टलाई चाहिँ मैले 1 घन्टा जति रेस्टमा राखिदिएँ। टाइम छैन भने चाहिँ 10-15 मिनट मात्रै राख्दा पनि हुन्छ, राम्रै बन्छ होइन। तर 1 घन्टा जति राख्दा चाहिँ त्यो एकदम राम्रो बन्छ कि एकदम सफ्ट हुन्छ नि त। अब 1 घन्टा पछि खोलेर हेर्दा चाहिँ अघिको त्यो ब्याटर चाहिँ यतिको भयो। कलर पनि एकदम राम्रो रातो आएको छ यसको चाहिँ। अब एउटा प्यानमा चाहिँ मैले थोरै तेल राखेर चाहिँ त्यसलाई सबैतिर पुस्दिएँ कि त्यसको त्यो चिल्लोपन सबैतिर राखिदिने। अनि त्यसमा अलिकति तातेपछि फेरि पानी छम्केर त्यो पानीलाई पनि सबतिर पुस्दिने। त्यसपछि चाहिँ त्यो अघिको ब्याटरलाई चाहिँ त्यो तावामा राखेर मजाले घुमाइदिने। अब यसलाई चाहिँ एकदम हल्का हातले मजाले चलाउँदै चलाउँदै ठुलो रोटीको आकार दिएर बनाउने कि। एकछिनपछि चाहिँ यतिको कलर देखियो है। अघि मैले घिउ नराखेको भएर अहिले चाहिँ थोरै घिउ राख्थेँ मैले, वरिपरि बिचमा सबैतिर घिउ लगाइदिएँ। यसलाई चाहिँ तेलभन्दा घिउ नै धेरै राम्रो हुन्छ। अब बच्चाहरूले चाहिँ खाँदैन नि त यो बिटरुटको रोटी है, अलि नमिठै हुन्छ, त्यो भएर अनि हेल्थको लागि त फेरि कति राम्रो छ नि यो। अनि म चाहिँ बेला बेलामा यसै गरी बनाइदिन्छु कि मेरो बच्चाहरूलाई चाहिँ यसरी बनाएको यो बिटरुटको रोटी भने चाहिँ उनीहरूलाई एकदमै मनपर्छ। अब पालै पालो मैले सबै रोटीहरू यसै गरी बनाएँ। यसलाई चाहिँ सकेसम्म ग्यास एकदमै सानो पार्नुपर्छ, आगो ठुलो हुनै हुँदैन। अलिकति तावा तातेपछि त्यो बन्दै बन्दैन कि त्यो बिचमा क्र्याक भइदिन्छ। मेरो लास्टमा चाहिँ एउटा धेरै तावा तातेको भएर थोरै पाल परेको छ रोटीमा, त्यो अलिकति बाक्लो पनि भयो। बाक्लो बनाउन चाहेर पनि केही हुँदैन, बाक्लो बनाउँदा नि राम्रै हुन्छ, तर फुट्न चाहिँ भएन। त्यही भएर सानो ग्यास बनाएर बनाउँदा एकदम राम्रो हुन्छ। हेर्दा हेर्दा हाम्रो रोटी पनि तयार भयो है त। हामीले चाहिँ यसलाई दही र टमाटरको अचारसँग खायौँ। मेरो भिडियो मन पर्यो भने मेरो पेजलाई चाहिँ फलो गर्न नबिर्सिनु है त।